हामी द क्रोएसिया केस जस्टिस फर आनन्दा तामाङको विषयमा स्रोतहरू केलाउँदैछौँ। हाम्रो मुख्य उद्देश्य भनेको क्रोएसियाको जाग्रेबमा 22 वर्षीय आनन्दा तामाङको जुन रहस्यमय मृत्यु भयो नि र त्यसपछिका गम्भीर आरोपहरूलाई बुझ्नु हो। यो साँच्चै नै एकदम संवेदनशील र गम्भीर विषय छ। धादिङकी आनन्दा चाहिँ विगत 2 वर्षदेखि जाग्रेबमा थिइन् अनि दुःखद कुरा उनी आफ्नै होस्टेलमा मृत अवस्थामा फेला परिन्। ओहो। बाहिरी रूपमा हेर्दा यो आत्महत्या जस्तो देखे पनि नि परिवार र साथीभाइले चाहिँ यसलाई हत्या वा दुरुत्साहन भनेर दाबी गरिरहेका छन्। त्यही त, हेर्दा आत्महत्या जस्तो देखिने तर परिवारले यति ठूलो आशंका गरिरहेको छ। यसलाई एउटा उपमा दिएर हेरौँ न, यो त एउटा यस्तो किताब जस्तो भयो जसको अन्तिम पाना च्यातिएको छ। एकदम राम्रो उदाहरण दिनुभयो। सतहमा हेर्दा आत्महत्या जस्तो देखिए पनि आखिर भित्र के लुकेको छ त? हो, त्यो सतह मुनिको कथा बुझ्न चाहिँ हामीले अर्को एउटा व्यक्तिको प्रवेशलाई हेर्नुपर्छ। नवलपरासीका 42 वर्षीय जित बहादुर गुरुङ, उनी लामो समयदेखि क्रोएसियामा ट्याक्सी ड्राइभर थिए। अनि उनी त्यहाँ एक्लै थिए कि? हैन, नेपालमा उनको श्रीमती र छोरा छन्, तर स्रोतहरूका अनुसार नि उनले त्यो विदेशको एक्लोपनमा आनन्दाको सहयोगी बनेर बिहेको झुटो आश्वासन दिए अनि यौन शोषण गरे। पक्नुस् है, मलाई यहाँ एउटा कुरा एकदम अचम्म लाग्यो। एउटा विवाहित व्यक्ति जसको नेपालमै परिवार छ, उसले विदेशमा एउटी 22 वर्षीय युवतीलाई कसरी बिहेको पक्का आश्वासन दिलाउन सक्छ? त्यही त नि। अनि त्यो झुटको पर्दाफास हुँदाखेरि एउटा मान्छेलाई साँच्चै मृत्युको मुखमै पुर्याउने गरी कस्तो मानसिक असर गर्छ होला? यहीँनिर नै हामीले त्यो साइकोलोजिकल म्यानिपुलेसन अथवा मानसिक नियन्त्रणलाई बुझ्नुपर्छ। विदेशमा कोही नयाँ जाँदा त्यहाँको भाषा, नियमले गर्दा एउटा चरम एक्लोपन हुन्छ नि त। एक्लो त भइहाल्छ नि। हो, त्यस्तो बेला जो मान्छे सहयोगी बनेर आउँछ उसले बिस्तारै व्यक्तिको पुरै विश्वास जित्छ, बाहिरी दुनियाँसँगको सम्पर्क नै काटिदिन सक्छ। भनेपछि पुरै भर पर्नुपर्ने अवस्था आउँछ? एकदमै। अनि जब त्यो एकमात्र सहाराले धोका दिन्छ नि, तब पीडितलाई आफू चारैतिरबाट फसेको महसुस हुन्छ। बाहिर निस्कने कुनै बाटो नदेखेपछि यो डिप्रेसन मात्र रहँदैन, एउटा गहिरो मानसिक ट्रामा बन्छ। घटनाक्रम हेर्दा झन् शङ्कास्पद लाग्छ। आनन्दाको मृत्यु हुनु ठिक 2 दिन अघि मात्र जितबहादुर नेपाल फर्किए। हो, अनि परिवारका अनुसार उनी सम्पर्कविहीन पनि भए। अनि झन् डरलाग्दो कुरा के छ भने आनन्दाले मृत्यु हुनु अघि रुँदै गरेको एउटा अन्तिम भिडियो मेसेज पठाएकी थिइन् रे, त्यो पनि आफ्ना आमाबुवालाई होइन, जितलाई नै। साँच्चै? पछि सम्पर्क गर्दा जितले बिहेको आश्वासन दिएको चाहिँ स्वीकारेका छन्, तर त्यो अन्तिम भिडियो र पुराना मेसेजहरू चाहिँ आफ्नो फोनबाट डिलिट गरिसके भनेका छन्। डिलिट गरे भने? तर एकछिन सोचौं त, उसले आफ्नो फोनबाट मेसेज डिलिट गर्यो भन्दैमा के सम्पूर्ण प्रमाण नष्ट हुन्छ र? मलाई त लाग्दैन कि यो डिजिटल युगमा डिलिट थिच्दैमा कुरा सधैँका लागि हराउँछ भनेर। तपाईले एकदम सही कुरा उठाउनु भयो। डिलिट गर्नुको अर्थ सधैँका लागि डाटा हराउनु पक्कै होइन। त्यही त नि, फोनको फरेन्सिक ल्याब टेस्ट गर्दा नि फोनको मेमोरीमा कुनै कुरा मेट्दा त्यसको इन्डेक्स मात्र मेटिएको हुन्छ। भित्रको मुख्य डाटा अर्को नयाँ फाइलले ओभरराइट नभएसम्म त्यही रहन्छ। भनेपछि रिकभर गर्न मिल्छ? मजाले मिल्छ। साथै त्यो क्लाउड ब्याकअप वा नेटवर्क प्रोभाइडरको सर्भरमा पनि डिजिटल फुटप्रिन्ट त बाँकी नै हुन्छ। स्रोतहरूका अनुसार मृतकको मोबाइल अहिले क्रोएसिया प्रहरीसँग छ। मोबाइल प्रहरीकै नियन्त्रणमा छ। हो, त्यसैले मुख्य प्रमाण आरोपितको मोबाइल र मृतकको मोबाइल दुवैको डाटा जोडेर निकाल्न सकिन्छ। तर यहाँनिर समस्या के भयो भने यो त अन्तर्राष्ट्रिय सिमाना जोडेको केस भयो नि त। घटना क्रोएसियामा भयो, आरोपित चाहिँ अहिले नेपालमा छ। एकदम जटिल अवस्था छ। परिवारले त आरोपित नेपालमै भएकोले फोरेन्सिक र पोस्टमार्टम रिपोर्ट आउन अघि नै भाग्न सक्छ भनेर डर मानिरहेका छन्। नेपाल प्रहरीले तुरुन्तै पक्रिनुपर्छ भनिरहेका छन्। ओहो, यो अन्तर्राष्ट्रिय अपराध अनुसन्धान जसलाई क्रस बोर्डर जुरिस्डिक्सन पनि भनिन्छ, त्यसको सबैभन्दा ठूलो चुनौती नै यही हो। अपराध भएको देशको कानून र आरोपित भएको देशको कानून बीच समन्वय हुनुपर्छ। नेपाल प्रहरीले क्रोएसियाको औपचारिक रिपोर्ट बिना सिधै पक्राउ गर्न अलिकति कानूनी रूपमा जटिल हुन्छ। तर परिवारको डर पनि त स्वाभाविकै हो नि, हैन र? एकदम स्वाभाविक हो। 2 देश बीचको कागजी प्रक्रिया लामो हुँदा आरोपित उम्किने सम्भावना पक्कै रहन्छ। यो घटनाले वैदेशिक रोजगारीको जोखिम मात्र होइन, 2 देशका कानून बीचको खाली ठाउँलाई पनि छर्लङ्ग पार्छ। साँच्चै नै सुरुमा हामीले त्यो एक्सरेको कुरा गरेका थियौं नि,
हजुर। जब कुनै व्यक्तिलाई मानसिक रूपमा विक्षिप्त बनाएर मृत्युको मुखमा पुर्याइन्छ र हजारौं माइलको भौतिक दूरीलाई हतियार बनाइन्छ नि, तब न्यायको परिभाषा कति फराकिलो हुनुपर्छ होला? यो एकदम गम्भीर प्रश्न हो। एउटा नदेखिने भाँचिएको हड्डी अर्थात् त्यो मानसिक शोषणको एक्सरे हाम्रा कानून र न्याय प्रणालीले कसरी गर्लान् त? यो हामी सबैले सोच्नुपर्ने कुरा हो।